भगवान शिवको 12 ज्योतिर्लिङ्गको नाम, महिमा अनि प्रकट भएको स्थान। भगवान शिवको 12 ज्योतिर्लिङ्ग भारतको अलग अलग स्थानमा स्थित छ। भगवानको हजारौं लिङ्गहरूमध्ये यी 12वटा लिङ्गलाई मुख्य मानिन्छ। यी लिङ्गहरूको कसरी र किन उत्पत्ति भयो भनेर प्राय सबैलाई थाहा नहुन पनि सक्छ। त्यसर्थ आज हामी यसको विषयमा जानौं र बुझौं। यी ज्योतिर्लिङ्गको विषयमा सुन्दा र सुनाउँदा मात्र पनि जीवनको धेरै सञ्चित पापहरूको नाश हुन्छ भनेर शास्त्रमा वर्णन गरेका छन्। त्यसर्थ हामीले यो सजिलोसित पाप काट्ने उपायलाई किन नलिने। सर्वप्रथम प्रकट भएको सोमनाथ ज्योतिर्लिङ्ग हो। यो गुजरातको प्रभासपट्टन सहरमा स्थित छ। गुजरातको अर्को नाम सौराष्ट्र पनि हो। दोस्रो मल्लिकार्जुन ज्योतिर्लिङ्ग आन्ध्र प्रदेशको श्रीशैलम पर्वतमा छ। तेस्रो महाकालेश्वर ज्योतिर्लिङ्ग मध्य प्रदेशको उज्जैनमा छ। चौथो ओमकारेश्वर ज्योतिर्लिङ्ग मध्य प्रदेशको नर्मदा नदीको टापुमा छ। पाँचौं केदारेश्वर ज्योतिर्लिङ्ग उत्तराखण्डको गढवाल जिल्लाको हिमालमा छ। छैटौं भीमाशङ्कर ज्योतिर्लिङ्ग महाराष्ट्रको पुणे जिल्लामा स्थित छ। सातौं विश्वनाथ ज्योतिर्लिङ्ग उत्तर प्रदेशको वाराणसी जिल्ला काशीमा छ। आठौं त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग महाराष्ट्रको नासिक जिल्लाको गोदावरी नदीको किनारमा स्थित छ। नवौं वैद्यनाथ ज्योतिर्लिङ्ग झारखण्डको देवघर जिल्लामा छ। दशौं नागेश्वर ज्योतिर्लिङ्ग गुजरातको द्वारकामा स्थित छ। 11औं रामेश्वर ज्योतिर्लिङ्ग तमिलनाडुको रामनाथपुरमा छ। 12औं धुस्मेश्वर ज्योतिर्लिङ्ग महाराष्ट्रको छत्रपति सम्भाजीनगर जिल्लामा छ। आज हामी यी 12 ज्योतिर्लिङ्गको विषयमा केवल संक्षेपमा मात्र जानिराखौं। भविष्यमा यसलाई विस्तारमा वर्णन गरी प्रस्तुत गर्नेछौं। सर्वप्रथम प्रकट भएको सोमनाथ ज्योतिर्लिङ्ग हो। यस ज्योतिर्लिङ्गको प्रभावले चन्द्रमाबाट प्राप्त हुने दोष र दुःख हटाइदिन्छ। यसको पूजा गर्नाले क्षय रोग, कुष्ठ रोगहरूको नाश हुन्छ। यो सोमेश्वर नाम भएको शिवको अवतार सौराष्ट्र नाम भएको पवित्र स्थान छ। संस्कृतमा सौको अर्थ हुन्छ सूर्य, राष्ट्रको अर्थ हुन्छ देश। हालमा यो भारत देशको गुजरात राज्यमा पर्छ। चन्द्रमाले प्राचीन कालमा ससुराबाट पाएको श्रापबाट मुक्त हुनको निम्ति यस ठाउँमा भगवान शिवको पूजा गरेका थिए। यसै ठाउँमा सबै प्रकारको पाप पखालिदिने र रोग निको पार्ने चन्द्रकुण्ड नाम भएको कुवा पनि छ। दोस्रो ज्योतिर्लिङ्गको नाम मल्लिकार्जुन ज्योतिर्लिङ्ग हो। यो दोस्रो अवतार श्रीशैलमा भएको हो। हालमा यो भारतको आन्ध्र प्रदेश राज्यको श्रीशैलम पर्वतमा पर्छ। यस ज्योतिर्लिङ्गले भक्तको उसको इच्छा अनुसारको फल दिन्छ। भगवान शिव ज्यादै प्रसन्नतासित आफ्नो निवास स्थान कैलाशबाट श्रीशैलमा प्रकट हुनुभएको हो। विशेष पुत्र प्राप्तिको इच्छा गर्नेहरूले मल्लिकार्जुन ज्योतिर्लिङ्गको पूजा गर्छ। यो दोस्रो मल्लिकार्जुन ज्योतिर्लिङ्गको पूजा गर्नाले लोकमा सुख र अन्तमा मुक्ति प्राप्त गर्छ। तेस्रो अवतार महाकालेश्वर ज्योतिर्लिङ्ग हो र यो मध्य प्रदेशको उज्जैनमा छ। यो अवतार भगवान शिवले आफ्नो भक्तलाई दूषण नाम गरेको राक्षसबाट रक्षा गर्नको निम्ति महाकालको रूपमा प्रकट हुनुभएको हो। भनिन्छ उक्त समयमा वड नामका ब्राह्मणका पुत्रले भगवान शिवको ध्यान गरेका थिए। उनको यसरी ध्यान गरेपछि भगवान शिवले तत्कालै प्रकट भएर आफ्नो हुङ्कारले त्यो असुरलाई भस्म गरिदिनु भएपछि भक्तहरू र देवी देवताहरूको त्यसै ठाउँमा बस्ने प्रार्थना गरेका हुनाले महाकाल नाम भएको ज्योतिर्लिङ्गको रूपमा त्यहीँ बस्नुभयो। यसरी नै भगवान शिवले चौथो अवतार ओमकारेश्वर ज्योतिर्लिङ्गको रूपमा विन्ध्याचल पर्वतमा लिनुभयो। हालमा यो भारत देशको मध्य प्रदेश राज्यको नर्मदा नदीको टापुमा छ। प्राचीन समयमा विन्ध्याचल पर्वतले भगवान शिवको पार्थिव लिङ्ग बनाएर स्थापना गरी
विधिपूर्वक पूजापाठ गर्दा कठोर तप गरेका थिए। उनको तपको तापबाट सबै देवताहरूलाई सहन गर्न असहाय हुँदा भगवान शिवलाई प्रार्थना गर्छन् र भगवान शिव त्यसै शिवलिङ्गबाट प्रकट हुनु भएर उहाँका सबै अभिलाषा पुरा गरिदिनुहुन्छ र देवताहरूको प्रार्थनालाई पनि स्वीकार्दै उहाँ दुईवटा रूपमा विभाजित हुनुहुन्छ। एउटा ओमकारेश्वर नाम भएको उत्तम लिङ्गको रूपमा स्थापित हुनुभयो भने अर्को पार्थिव लिङ्ग परमेश्वरको नामले स्थापित हुनुभयो। यी दुईमध्ये जुनै पूजा गरे पनि एउटै हो र समान फल दिनुहुन्छ। भगवान शिवको 5औं अवतार हुन् केदारेश्वर ज्योतिर्लिङ्ग। यो हालमा भारतको उत्तराखण्ड राज्यको गढवाल जिल्लाको हिमालमा स्थित छ। यो भगवान विष्णुको नरनारायण नाम भएको अवतारले प्रार्थना गर्नुहुँदा भगवान शिव प्रकट भएर केदार नाम भएको ठाउँमा केदारेश्वर ज्योतिर्लिङ्गको रूपमा बस्नुभयो। भगवान शिवको 6औं अवतार हुन् भीमाशङ्कर। हालमा यो भारत देशको महाराष्ट्र राज्यको पुणे जिल्लामा स्थित छ। यो अवतारमा भगवान शिवले धेरै लीला गर्नुभएको छ तथा भीमासुर नाम भएको दैत्यको वध गर्नुभएको छ। प्राचीन कालमा काम देशका राजा सुदीक्षण भगवान शिवका परम भक्त थिए। उनको राज्यमा भीमासुर नाम गरेको राक्षसले धेरै सताइरहेका थिए। त्यो राक्षसले ब्रह्मबाट वरदान पाएकाले उनको कसैले पनि वध गर्न सक्दैन थिए। त्यसपछि भगवान शिवले आफ्नो भक्तको रक्षा गर्न भीमाशङ्करको रूपमा अवतार लिएर त्यस राक्षसको वध गर्नुहुन्छ। ती राजा सुदीक्षणको प्रार्थना अनुसार भगवान शिव सधैँ उनको रक्षा गर्न वर्तमान महाराष्ट्रको पुणे जिल्लामा भीमाशङ्कर ज्योतिर्लिङ्गको रूपमा बस्नुभयो। उहाँको 7औं अवतार विश्वनाथ ज्योतिर्लिङ्ग हो। यो भारत देशकै उत्तर प्रदेश राज्यको बनारस अथवा वाराणसी जिल्लामा पर्छ र उक्त ठाउँलाई काशी पनि भनिन्छ। काशीलाई भगवान शिवको नगर अर्थात् गाउँ भनिन्छ। संसारको सबैभन्दा पुरानो सहर नै काशी हो। भगवान शिवको वरदान मुताबिक संसार जति नै पल्ट प्रलय भएर ब्रह्मले नयाँ सृष्टि गर्दा पनि भगवान शिवले काशीलाई बचाएर जस्ताको तस्तै फेरि त्यही पुरानो काशीलाई स्थापित गर्नुहुन्छ। यही एउटा मुख्य कारण हो जसले गर्दा काशी संसारको सबैभन्दा पुरानो सहर मानिन्छ। यहाँ भगवान शिवले धेरै लीलाहरू गर्नुभएको छ। त्रयम्बकेश्वर ज्योतिर्लिङ्ग भगवान शिवको 8औं अवतार हो। यो भारत देशको महाराष्ट्र राज्यको नासिक जिल्लाको गोदावरी नदीको किनारमा स्थित छ। गौतम ऋषिले भगवान शिवलाई प्रार्थना गर्नुहुँदा गोदावरी नदीको किनारमा प्रकट हुनुभयो। प्राचीन समयमा गोदावरी नदीलाई गौतमी नदी पनि भनिन्थ्यो। गौतमी ऋषिको भक्ति र प्रार्थनाले गर्दा र भगवान शिवले त्यस ठाउँमा सधैँ बस्छु भनेर त्रयम्बकेश्वर ज्योतिर्लिङ्गको रूपमा स्थित हुँदा गौतमी नदी अर्थात् गोदावरी नदीको नाममा स्वयं गङ्गा नदी बगेका हुन्। 9औं ज्योतिर्लिङ्ग हो वैद्यनाथ ज्योतिर्लिङ्ग। यो भारत देशको झारखण्ड राज्यको देवघर जिल्लामा पर्छ। यो अवतारमा भगवान शिवले अनेक लीला गर्नुहुँदै रावणको निम्ति प्रकट हुनुभएको हो। उक्त भगवान शिवको ज्योतिर्लिङ्ग रावणले कैलाशबाट लिएर आउँदा बाटोमा परेको शमशान घाट छेउमा गोठाला बालकलाई देखेर एकछिन समाउन दिई दिशा बस्न जाँदा बालकले उक्त शिवलिङ्गको भार सहन गर्न नसकेर त्यही ठाउँमा राख्दा त्यसै ठाउँमा स्थित भएर बस्नु भएको हो। भगवान शिवले मलाई रावणले ल्याएको हो भनेर सहस्र स्वीकार गर्नुहुँदै त्यस दिनदेखि वैद्यनाथ ज्योतिर्लिङ्गको रूपमा शमशान घाटमा बस्नु भएको हो। 10औं अवतार नागेश्वर ज्योतिर्लिङ्ग हो। यो भारत देशको गुजरात राज्यको द्वारकामा स्थित छ। यो आफ्नो भक्तहरूको रक्षा गर्नको लागि उत्पन्न भएको हो। यस अवतारमा भगवान शिवले दारुक नाम भएको धर्म विरोधी राक्षसको वध गरेर वैश्यहरूको राजा सुप्रिय नाम भएको भक्तको रक्षा गर्नुभएको थियो। त्यसपछि अनेकौं लीला गर्दै भगवान शिव सबै लोकहरूको उपकार गर्ने अभिप्रायले नागेश्वर ज्योतिर्लिङ्गका रूपमा पार्वती सहित विराजमान हुनुभयो। 11औं अवतारको नाम हो रामेश्वर ज्योतिर्लिङ्ग। हालमा यो भारत देशकै तमिलनाडु राज्यका
रामनाथपुरम जिल्लामा स्थित छ। भगवान रामले लङ्कामा प्रवेश गर्न अघि त्यहाँ भगवान शिवको लिङ्ग स्थापित गरी विधिपूर्वक पूजा गर्दा साक्षात् भगवान शिव त्यहाँ प्रकट भएर विजय हुने आशीर्वाद दिएका थिए। त्यसपछि उक्त शिवलिङ्ग भगवान रामकै नामले रामेश्वर ज्योतिर्लिङ्गको रूपमा प्रसिद्ध भयो। जुन मानिसले भक्तिभावले गङ्गा जलले रामेश्वर लिङ्गलाई स्नान गराउँछ ऊ जीवन मुक्त हुँदछ। 12औं अवतार अन्तिम अवतार हो। यो अवतारलाई धुस्मेश्वर ज्योतिर्लिङ्ग भनिन्छ। यो लिङ्ग भारतकै एक राज्य महाराष्ट्रको छत्रपति सम्भाजीनगर जिल्लामा पर्छ। प्राचीन समयमा धुस्म नाम गरेको एकजना शिवभक्त थियो। उनको पुत्रको हत्या गरी छेउैको कुवामा फालिदिएका थिए। आफ्नो परम भक्तलाई केवल खुसी बनाउनको निम्ति उनको पुत्रलाई जीवित बनाउन भगवान शिव त्यहाँ प्रकट भएका थिए। त्यसपछि धुस्माले भगवान शिवलाई त्यही बस्ने प्रार्थना गर्दा त्यसै कुवामा शिवलिङ्गको रूपमा प्रकट भएर बस्नुभयो। त्यस दिनदेखि उक्त शिवलिङ्गको नाम भक्तसित जोडेर धुस्मेश्वर ज्योतिर्लिङ्गको नामले प्रसिद्ध भयो। अन्तमा भनिन्छ जुन मानिसले आफ्नो मन एकाग्र बनाएर ज्योतिर्लिङ्गको यो प्रसङ्ग सुन्छ र पढ्छ उसले सबै पापबाट मुक्ति पाउँछ। भोलेनाथको आशीर्वाद भए आउने दिनहरूमा यो 12 ज्योतिर्लिङ्गको सम्पूर्ण लीलाहरूको वर्णन विस्तारमा हजुरहरूलाई सुनाउनेछौँ। धन्यवाद। हर हर महादेव।